जय श्री राम, जय हनुमान। आज बृहस्पतिवार र भगवान लक्ष्मी नारायण को दिन हो। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय को नारा द्वारा म हजुरहरु सबैजनालाई स्वागत गर्दछु मेरो यो कार्यक्रममा। र आज बिहीबारको दिन हो। दिन त के भनौं, बेलुकी भइसक्यो र आउनुहोस्। अब हामीहरू सधैँको जस्तो बेलुका 9 बजेको समयमा म अब हजुरहरुको सामुन्ने आजको कार्यक्रम लिएर आइसकेको छु। ठिक बेलुका 9 बजेको छ र 9 बज्नको साथसाथमा म हजुरहरुको साथमा हजुरहरुसँग वार्तालाप गर्न, हजुरहरुसँग जोडिनको लागि भनेर म आइपुगे र आउनुहोस्। अब हजुरहरुले आफ्नो आफ्नो मोबाइल खोलेर भीम कोइराला फेसबुक लाइभमा जोडिनु होला सबैजना। र हजुरहरु जोडिने साथसाथ म आजको कार्यक्रम पनि प्रारम्भ गर्नेछु। जय श्रीमन्नारायण, जय श्री राधे, जय लक्ष्मी नारायण भगवान। र भगवान लक्ष्मी नारायण को असीम अनुकम्पा कृपाले गर्दाखेरि हामीहरू यो धरतीमा बसेर आज यो सोशल मिडिया द्वारा हजुरहरुसँग बात गर्न पाइरहेको छौं। र आउनुहोस् अब सधैँको जस्तो आज पनि आजको कार्यक्रम पनि हामीहरू प्रारम्भ गरौं। र हजुरहरुको यो न्यानो माया र हजुरहरुको माया प्रीतिले गर्दाखेरि मेरो हर्ष उल्लास पनि बढिरहेको छ दिनदिनै। सामुन्ने आजको मेरो यो प्रश्न उत्तर कार्यक्रम जीके प्रश्न उत्तर र जीके प्रश्न उत्तर सहित गाउँ खाने कथा धर्ममूलक प्रश्नहरू लिएर म हजुरहरुको सामुन्ने आइपुगेको छु। र आज पनि हामीहरू जोडिसकेका छौं। भुवन पौडेलज्यू उहाँले राधे कृष्ण लेख्नु भएको छ, हजुरलाई पनि राधे कृष्ण, जय श्रीमन्नारायण। र दीपक तुलसा उपाध्यायज्यू उहाँले राधे राधे भनेर लेख्नु भएको छ, हजुरलाई पनि राधे राधे। भुवन पौडेलज्यू हजुरलाई धेरै धेरै स्वागत छ। र दीपक तुलसा उपाध्यायज्यू हजुरलाई पनि मेरो यो कार्यक्रममा धेरै धेरै स्वागत गर्दछु। लता गौतम भण्डारीज्यू हजुरलाई पनि धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। र आज पाठ 7 छ। आज यो कार्यक्रम प्रारम्भ गरेको मैले 7वां दिन भयो र 7 दिनको कार्यक्रम पनि आज हजुरहरुको सामुन्ने मैले लिएर आइसकेको छु। र अब हजुरहरु सबैजना जोडिनुहोस्। जति चाँडो जोडिनुहुन्छ त्यति चाँडो आजको कार्यक्रम हामीहरू प्रारम्भ गर्नेछौं। र सुरज छेत्रीज्यू हजुरलाई पनि धेरै धेरै स्वागत गर्दछु मेरो यो जीके गाउँ खाने कथा धर्ममूलक प्रश्नोत्तर कार्यक्रममा। र पार्ट 7 मा हजुरलाई धेरै धेरै स्वागत छ सुरज छेत्रीज्यू। र अझै हजुरहरु धेरै भन्दा धेरै जोडिएर मलाई साथ दिनु होला। देवराज दाहालज्यू हजुरलाई पनि धेरै धेरै स्वागत गर्दछु मेरो यो जीके गाउँ खाने कथामा। हजुरलाई धेरै धेरै स्वागत छ, वेलकम छ। र हजुरहरु सबै जोडिनु होला, सबैजना आइदिनु होला। सारो कुनवारज्यू उहाँले राधे राधे लेख्नु भएको छ, हजुरलाई पनि राधे राधे, जय श्रीमन्नारायण। र सबैजनालाई हर हर महादेव, जय शिव शंकर, जय भोला। र आज बृहस्पतिवारको बेलुका सन्ध्या समय बेलुका 9 बजेको समयमा सधैँको जस्तो आज पनि म आफ्नो कार्यक्रम आफ्नो भाग 7वां भाग लिएर म हजुरहरुको सामुन्ने आइपुगे। र हजुरहरु जोडिँदै हुनुहुन्छ। र अब 1-2 जना जोडिने साथसाथ आजको कार्यक्रम पनि म प्रारम्भ गर्नेछु।
साथमा गोकुल दाहाल मामाज्यू हजुरलाई राधे राधे। जय श्री राम मामाजी। र आउनुहोस् अब हामीहरू कार्यक्रमतर्फ लागौं। शान्ता गौतमज्यू हजुरलाई पनि धेरै धेरै स्वागत गर्दछु मेरो यो फेसबुक लाइभ कार्यक्रममा। शान्ता गौतमज्यूलाई धेरै धेरै स्वागत छ। र गोकुल दाहालज्यू जय गुरुदेव भान्जाजी भनेर लेख्नु भएको छ। र मामाजीलाई पनि जय गुरुदेव, जय श्रीमन्नारायण। शान्ता गौतमज्यू उहाँले पनि राधे राधे जी भनेर लेख्नु भएको छ। हजुरलाई पनि राधे राधे। हजुरलाई धेरै 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 स्वागत छ मेरो यो कार्यक्रममा। योगिता अधिकारीज्यू, योगिता अधिकारीज्यू हजुरलाई पनि धेरै धेरै स्वागत गर्दछु मेरो यो कार्यक्रममा। र जसोदा गौतमज्यू हजुरलाई पनि धेरै धेरै स्वागत छ। जय श्रीमन्नारायण हजुरलाई। र लता गौतम भण्डारीज्यू उहाँले हर हर महादेव लेख्नु भएको छ। हजुरलाई पनि हर हर महादेव। जय शम्भु। देवों का देव महादेव, कालों का काल महाकाल, हर हर महादेव। जसोदा गौतमज्यू उहाँले जय श्री राधे भनेर लेख्नु भएको छ। हजुरलाई पनि राधे श्याम। र मीना अधिकारीज्यू हजुरलाई पनि धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। खड्ग बहादुर छेत्रीज्यू हजुरलाई पनि धेरै धेरै स्वागत गर्दछु मेरो यो जीके गाउँ खाने कथा धर्ममूलक कार्यक्रममा। र आउनुहोस् अब हजुरहरूको सामुन्ने आजको मेरो यो 7वां दिनको पहिलो प्रश्न म राख्न गइरहेको छु। हजुरहरूले ध्यान दिएर सुन्नुहोला। मेरो पहिलो प्रश्न यस प्रकारको छ कि यस्तो कुन ठाउँ छ या यस्तो कुन जग्गा छ जहाँ इंग्लिशमा जान्छ हिन्दीमा आउँछ। यस्तो कुन जग्गा छ जहाँ इंग्लिशमा जान्छ अनि हिन्दीमा आउँछ। मेरो पहिलो प्रश्न हजुरहरूको सामुन्ने यस्तो कुन ठाउँ छ या जग्गा छ जहाँ इंग्लिशमा गइन्छ हिन्दीमा आइन्छ। दीपाकर खनालज्यू हजुरलाई पनि धेरै धेरै स्वागत छ। मीना अधिकारीज्यू उहाँले राधे राधे गुरुजी भनेर लेख्नु भएको छ। हजुरलाई पनि राधे राधे। र यशोदा निरोला शर्माज्यू हजुरलाई पनि धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। मन्जु उपाध्यायज्यू हजुरलाई पनि धेरै धेरै स्वागत छ। पूजा छेत्रीज्यू गोवा लेख्नु भएको छ उहाँले। सुरज छेत्रीज्यूले पनि गोवा भनेर लेख्नु भएको छ। र बिना शर्मा खदालज्यू उहाँले राधे राधे लेख्नु भएको छ। हजुरलाई पनि राधे राधे। सुरज छेत्रीज्यूले गो अनि आ भनेर उहाँले लेख्नु भएको छ। र दीपक तुलसा उपाध्यायज्यू उहाँले फेसबुक भनेर लेख्नु भएको छ। र अगाडि गोकुल दाहालज्यू उहाँले गो आ भनेर लेख्नु भएको छ। धर्म भट्टराईज्यू हजुरलाई पनि धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। धर्म भट्टराईज्यू उहाँले राधेश्याम लेख्नु भएको छ। हजुरलाई पनि जय श्रीमन्नारायण, राधेश्याम। र आउनुहोस् मेरो पहिलो प्रश्न हजुरहरूको सामुन्ने यस प्रकारको थियो। यस्तो कुन ठाउँ छ या जग्गा छ जहाँ इंग्लिशमा जान्छन् र हिन्दीमा आउँछन् भनेर मैले पहिलो प्रश्न हजुरहरूको सामुन्ने राखिसकेको छु। अलक रायज्यू हजुरलाई पनि धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। जीके गाउँ खाने धर्ममूलक कार्यक्रममा हजुरलाई पनि धेरै धेरै स्वागत गर्दछु। तारा निरोलाज्यू हजुरलाई पनि धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। र मेरो पहिलो प्रश्न यस प्रकारको थियो। यस्तो कुन ठाउँ छ जहाँ इंग्लिशमा गइन्छ र हिन्दीमा आइन्छ। मैले पहिलो प्रश्न हजुरहरूको सामुन्ने यस प्रकारको राखिसकेको थिएँ।
र हजुरहरू धेरैजनाले यसको उत्तर पनि भनिसक्नु भएको छ र हजुरहरू सबैले यसको सही उत्तर लेखिसक्नु भएको छ। मेरो मोबाइलको स्क्रिनमा आएको हिसाबमा पूजा छेत्रीज्यूले सर्वप्रथम यसको उत्तर गोवा भनेर लेख्नु भएको थियो र मेरो पहिलो प्रश्नको विजेता म पूजा छेत्रीज्यूलाई नै घोषित गर्दछु। जगन्नाथ खतिवडाज्यू उहाँले हेलो भनेर लेख्नु भएको छ। हजुर राम राम हजुरलाई। र मीना अधिकारीज्यू गोवा भनेर लेख्नु भएको छ। भुवन पौडेलज्यू उहाँले पास भनेर लेख्नु भएको छ। जगन्नाथ खतिवडाज्यू हजुरलाई धेरै धेरै स्वागत गर्दछु। र जगन्नाथ खतिवडाज्यू उहाँले पनि गोवा भनेर लेख्नु भएको छ। धर्म भट्टराईज्यू उहाँले पनि गोवा भनेर लेख्नु भएको छ। जगन्नाथ खतिवडाज्यू हजुर नमस्कार भनेर लेख्नु भएको छ। हजुरलाई पनि नमस्कार छ। र मेरो पहिलो प्रश्नको उत्तर मेरो मोबाइलको स्क्रिनमा सर्वप्रथम पूजा छेत्रीज्यूले दिइसक्नु भएको थियो गोवा भनेर र यसै त उत्तर हजुरहरू सबैजनाले लेखिसक्नु भएको छ। तर सर्वप्रथम मसँग आएको उत्तर पूजा छेत्रीज्यूको थियो र पहिलो प्रश्नको विजेता म पूजा छेत्रीज्यूलाई घोषित गर्दछु। र आउनुहोस् अब दोस्रो नम्बर प्रश्न हजुरहरूको सामुन्ने यस प्रकारको छ कि भगवान कृष्णजी आफ्नी राधालाई बोलाउन के गर्नुहुन्थ्यो। मेरो दोस्रो नम्बर प्रश्न, भगवान कृष्णजी आफ्नी राधालाई बोलाउन के गर्नुहुन्थ्यो। मेरो यो 2 नम्बर प्रश्न हजुरहरूको सामुन्ने छ। भुवन पौडेलज्यू उहाँले गुवाहाटी भनेर लेख्नु भएको छ र मन्जु उपाध्यायज्यू उहाँले राधे राधे भनेर लेख्नु भएको छ। हजुरलाई पनि राधे राधे छ। सम्पूर्ण साथीहरू र जगन्नाथ खतिवडाज्यूले सम्पूर्ण साथीहरूमा मेरो सबैलाई मेरो धेरै माया छ भनेर लेख्नु भएको छ। हजुर उहाँले सबैलाई धेरै 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 माया गर्नु भएको रहेछ। फेसबुकमा रहनुभएका सबै साथी इष्टमित्र बन्धुहरूलाई र सबैले उहाँको माया स्नेह सदा स्वीकार गरिरहनुहोला। र पूजा छेत्रीज्यू उहाँले कता गयो, पूजा छेत्रीज्यूले बाँसुरी बजाउनुहुन्छ भनेर लेख्नु भएको छ। र अगाडि शान्ता गौतमज्यू अपनी बाँसुरी के मधुर धुन से बुलाते थे भनेर लेख्नु भएको छ। र विजिता कोइरालाज्यू हजुरलाई पनि धेरै धेरै स्वागत छ। मेरो यो जीके गाउँ खाने र धर्ममूलक कार्यक्रममा विजिता कोइरालाज्यूलाई पनि धेरै धेरै स्वागत गर्दछु। अनिमा छेत्रीज्यू हजुरलाई पनि धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। र सुरज छेत्रीज्यू उहाँले बाँसुरी बजाउनु हुन्छ भनेर लेख्नु भएको छ। लता गौतम भण्डारीज्यू वंशी बजाउनु हुन्थ्यो भनेर लेख्नु भएको छ। र पण्डित श्याम दाहालज्यू हजुर उहाँले राधे राधे लेख्नु भएको छ। हजुरलाई पनि राधे राधे, जय श्री कृष्ण, जय श्रीमन्नारायण। र जसोदा गौतमज्यू उहाँले बाँसुरी बजाउनु भनेर लेख्नु भएको छ। अगाडि भुवन पौडेलज्यू बाँसुरी बजाना भनेर लेख्नु भएको छ। र अगाडि हुनुहुन्छ हाम्रो जगन्नाथ खतिवडाज्यू उहाँले म गुवाहाटीबाट हजुर भनेर लेख्नु भएको छ। हजुर हजुर गुवाहाटीबाट हुनुहुँदो रहेछ, म पनि गुवाहाटीबाटै हो। र पण्डित श्याम दाहालज्यू उहाँ पनि मेरो यो कार्यक्रम हेर्दै हुनुहुन्छ। र दीपक तुलसा उपाध्यायज्यू उहाँले बाँसुरी बजाउनुहुन्छ भनेर लेख्नु भएको छ। गोकुल दाहालज्यू बाँसुरी बजाउनु हुन्थ्यो भनेर लेख्नु भएको छ। बबिता अधिकारीज्यू उहाँले राधे राधे दाई भनेर लेख्नु भएको छ। र हजुरलाई पनि राधे राधे, जय श्रीमन्नारायण।
जगन्नाथ खड्काज्यू खतिवडाज्यू उहाँले बाँसुरीले मधुर आवाजको धुन बजाएर बोलाउनु हुन्थ्यो श्री कृष्णले राधालाई भनेर लेख्नु भएको छ। र पूजा दाहाल कमलज्यू हजुरलाई पनि धेरै धेरै स्वागत गर्दछु। मैले 2 नम्बर प्रश्न हजुरहरूको सामुन्ने यस प्रकारको राखेको थिएँ कि भगवान श्री कृष्ण जी आफ्नी राधालाई बोलाउन के गर्नुहुन्थ्यो भनेर, र हजुरहरू सबैजनाले यसको सही उत्तर लेखेर पठाइसक्नु भएको छ। मेरो मोबाइलको स्क्रिनमा आएको हिसाबमा फेरि पनि पूजा छेत्रीज्यूले सर्वप्रथम दिनुभएको थियो, उहाँले बाँसुरी बजाउनुहुन्थ्यो भनेर लेख्नु भएको थियो। र म फेरि पनि पूजा छेत्रीज्यूलाई यो 2 नम्बर प्रश्नको विजेता घोषित गर्दैछु। हजुरलाई धेरै धेरै धन्यवाद छ। मेरो दोस्रो नम्बर प्रश्नको पनि सर्वप्रथम उत्तर लेखेकोमा पूजा छेत्रीज्यू। र आउनुहोस् अब तीसरो नम्बर प्रश्न म हजुरहरूको सामुन्ने राख्न गइरहेको छु। मेरो 3 नम्बर प्रश्न यस प्रकारको छ। भगवान कृष्णजीका दाई बलरामजी कसको अवतार हुनुहुन्थ्यो? मेरो तीसरो नम्बर प्रश्न, भगवान कृष्णजीका दाई बलरामजी कसको अवतार हुनुहुन्थ्यो भनेर मैले तीसरो नम्बर प्रश्न हजुरहरूको सामुन्ने राखिसकेँ। र 3 नम्बर प्रश्न यस प्रकार छ। भगवान कृष्णजीका दाई बलरामजी कसको अवतार हुनुहुन्थ्यो? मेरो 3 नम्बर प्रश्न हजुरहरूको सामुन्ने। तारानाथ सुवेदीज्यू हजुरलाई धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। र पूजा छेत्रीज्यू उहाँले सर्पा भनेर लेख्नु भएको छ। र शान्ता गौतमज्यू उहाँले भगवान विष्णु के शेषनाग के अवतार थे। र अगाडि लता गौतमज्यू उहाँले शेषनाग भनेर लेख्नु भएको छ। पूजा छेत्रीज्यू उहाँले शेषनाग भनेर लेख्नु भएको छ। सूरज छेत्रीज्यू उहाँले शेषनाग भनेर लेख्नु भएको छ। जसोदा गौतमज्यू उहाँले शेषनाग भनेर लेख्नु भएको छ। तारानाथ सुवेदीज्यू उहाँले शेषनाग भनेर लेख्नु भएको छ। र पूजा दाहाल कमलज्यू उहाँले बासुकी नाग भनेर लेख्नु भएको छ। दीपक तुलसा उपाध्यायज्यू उहाँले शेषनाग भनेर लेख्नु भएको छ। जगन्नाथ खतिवडाज्यू उहाँले शेषनागको अवतार भनेर लेख्नु भएको छ। भुवन पौडेलज्यू उहाँले शेषनागको भनेर लेख्नु भएको छ। र मेरो तीसरो नम्बर प्रश्न यस प्रकारको थियो हजुरहरूको सामुन्ने कि भगवान श्री कृष्णजीका दाई बलराम जी कसको अवतार हुनुहुन्थ्यो भनेर मैले तीसरो नम्बर प्रश्न हजुरहरूको सामुन्ने राखिसकेको छु। र यसमा हजुरहरू सबैजनाले उत्तर दिइसक्नु भएको छ। र मेरो मोबाइलको स्क्रिनमा सर्वप्रथम शान्ता गौतम जीको तर्फबाट भगवान विष्णु के लेख्नु भएको थियो, उहाँले भन्दा भगवान विष्णु के शेषनाग अवतार थे भनेर लेख्नु भएको छ। र उहाँले शेषनाग भनेर लेख्नु भएको छ पछाडि। त्यसै कारणले मैले यो 3 नम्बर प्रश्नको विजेता पनि उहाँलाई लिए, शान्ता गौतमज्यूलाई। र शान्ता गौतमज्यू हजुरलाई धेरै धेरै धन्यवाद छ। तीसरो नम्बर प्रश्नको सर्वप्रथम उत्तर शेषनाग भनेर लेखेकोमा। र अगाडि भरत वाग्लेज्यू हजुरलाई धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। लता देवीज्यू हेलो भनेर लेख्नु भएको छ, हजुरलाई जय श्रीमन्नारायण। र आउनुहोस् अब चौथो नम्बर प्रश्न म हजुरहरूको सामने राख्न गइरहेको छु। मेरो चौथो नम्बर प्रश्न यस प्रकारको छ। भगवान कृष्ण र राधाजीको नृत्य कुन नामले जानिन्छ या फेमस छ? भगवान कृष्ण र राधाजीको नृत्य कुन नामले जानिन्छ या यो संसारमा फेमस छ? मेरो
चौथा नम्बर प्रश्न हजुरहरूको सामुन्ने सुरज छेत्रीज्यू उहाँले लेख्नु भएको रहेछ कति उत्तम ज्ञानको भण्डार अनि हाम्रो कहाँ गयो हो अनि हामी ज्ञान पनि सिक्दैछौँ भनेर लेख्नु भएको छ सुरज छेत्रीज्यूले। र दीपक सुवेदीज्यू हजुरलाई धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। जसोदा गौतमज्यू उहाँले मेरो किन ढिलो आउँछ भन्नुभयो। हजुर खोइ किन ढिलो आउँछ अब त्यो त मैले कसरी भन्नु, म त सबैलाई एक साथमा जोडेर एक साथमा भन्दैछु। हुन सक्छ हजुरको नेटको सायद प्रब्लम हुन सक्दछ, जहाँसम्म मेरो अनुभव छ नेटको प्रब्लमले गर्दा पनि अलि ढिलो छिटो हुँदो रहेछ। र शान्तिराम पोखरेल ज्यू हजुरलाई धेरै धेरै स्वागत छ। पूजा छेत्री ज्यू उहाँले रासलीला भनेर लेख्नु भएको छ। र अगाडि जसोदा गौतम उहाँले रास भनेर लेख्नु भएको छ। शान्ता गौतमज्यू उहाँले पनि रास भनेर लेख्नु भएको छ। सुरज छेत्रीज्यू रासलीला पूर्णिमाको दिन भनेर लेख्नु भएको छ। मैले त्यो नृत्यलाई के भनिन्छ भनेर मात्रै सोधिरहेछु है हजुर। र अगाडि सावित्री देवीज्यू हजुरलाई पनि धेरै धेरै स्वागत छ मेरो यो प्रश्न उत्तर कार्यक्रममा। र पूजा दाहाल कमलज्यू उहाँले रासलीला भनेर लेख्नु भएको छ। भुवन पौडेलज्यू उहाँले रासलीला भनेर लेख्नु भएको छ। शान्तिराम पोखरेलज्यू उहाँले युगल भनेर लेख्नु भएको छ। दीपक सुवेदीज्यू उहाँले डान्डी भनेर लेख्नु भएको छ। लता गौतम भण्डारीज्यू उहाँले रासलीला भनेर लेख्नु भएको छ। र मन्जु उपाध्यायज्यू उहाँले रास नृत्य भनेर लेख्नु भएको छ। गोकुल दाहालज्यू उहाँले रासलीला भनेर लेख्नु भएको छ। र भरत वाग्लेज्यू उहाँले पनि रासलीला भनेर लेख्नु भएको छ। रूपा निरौलाज्यू हजुरलाई धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। र अगाडि जगन्नाथ खतिवडा ज्यू उहाँले श्री विष्णु भगवान का रासलीला भनेर र उहाँले सायद आफूले लेखेको फेरि डिलिट गर्नुभयो होला, पढ्दा पढ्दै केही छैन। म अलिक ढिलो पढ्छु है ल। इङ्ग्लिस चाहिँ मलाई ढिलो त्यति सक्दिनँ। कोही कोही यस्तो हुन्छ कि मैले छोरालाई राखेर सोध्नुपर्ने हुन्छ, ढिलो हुन्छ र समयमा अब पढिएन, के गर्नु त्यस्तै भयो। र अगाडि शान्ता गौतमज्यू मैले सबैभन्दा पहिले हालेकी थिएँ भनेर लेख्नु भएको छ शान्ता गौतमज्यूले। र हेरौँ म अझै हजुर म एकैबरी गरेर हेर्दैछु माथि गएर। कहाँ थियो मेरो किन ढिलो भयो, ढिलो आउँछ शेषनाग त्यो होइन, पूजा छेत्रीज्यू यो शेषनाग 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 कहाँ छ लता देवी 4 नम्बर हो। पूजा छेत्री र हजुर मैले हेरिसकेँ यो 4 नम्बर प्रश्नको उत्तर कसले लेखेको रहेछ भनेर। हजुरको यहाँ मेरो मोबाइलको स्क्रिनमा चाहिँ हजुरको नाम देखाएन। र जसोदा गौतम 2 नम्बर, 3 नम्बर
शान्ता गौतमज्यू। 3 नम्बरमा हजुरको देखाएको छ मेरो मोबाइलको स्क्रिनमा र कहाँ पुगेको थिएँ भन्दा भुवन पौडेलज्यू उहाँले गुरुजी क्वेसन लिख जाटो भनेर लेख्नु भएको छ। अलि बुझिन मैले। कमला छेत्रीज्यू हजुरलाई पनि धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। र अगाडि जगन्नाथ खतिवडाज्यू उहाँले श्री राधाकृष्ण जी का रासलीला भनेर संसारमा सबैले जान्दछन् भनेर उहाँले लेख्नु भएको छ। र चक्रपाणी घिम्रेज्यू हजुरलाई पनि धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। र सुरज छेत्रीज्यू उहाँले गुरुजी अलि ढिलो पार्नु मेरो म अहिले अलि ढिलो हुन्छ 30 सेकेन्ड पहिले मेरो वाइफको मा आउँछ भनेर लेख्नु छ। हजुर के गर्नु, त्यो आफ्नो आफ्नो मोबाइलको ऊ हो। अब तपाईकोमा 30 सेकेन्ड पछि आउँछ, तपाईको वाइफकोमा 30 सेकेन्ड अगाडि आउँछ। अब त्यसलाई त मैले के गर्नु, मेरो त त्यसलाई केही गर्ने उपाय छैन हजुर। र अगाडि गीता शर्माज्यू हजुरलाई पनि धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। गीता शर्माज्यूले राधे राधे भनेर लेख्नु भएको छ, हजुरलाई पनि राधे राधे। जय श्रीमन्नारायण। सुखदेव सुवेदी विशालज्यू उहाँले जय श्रीमन्नारायण लेख्नु भएको छ, हजुरलाई पनि जय श्रीमन्नारायण। अतिराज सापकोटाज्यू उहाँले जय गुरुदेव भनेर लेख्नु भएको छ, हजुरलाई पनि जय गुरुदेव। जगन्नाथ खतिवडाज्यू हजुर मेरो आज पहिलो चोटि लाइभ भिडियोमा आगमन हो भनेर लेख्नु भएको छ। हजुरको पहिलो चोटि रहेछ, धन्यवाद छ हजुरले मलाई साथ दिनुभयो। र विमल बरालज्यू उहाँले जय श्रीमन्नारायण भनेर लेख्नु भएको छ, हजुरलाई पनि जय श्रीमन्नारायण। र राम दाहाल उपाध्यायज्यू हजुरलाई पनि धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। बीना छेत्रीज्यू हजुरलाई पनि धेरै विमला छेत्रीज्यू हजुरलाई पनि धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। र मैले हजुरहरूको सामुन्ने 4 नम्बर प्रश्न यस प्रकारको राखेको थिएँ कि भगवान कृष्ण र राधाजीको नृत्य कुन नामले जानिन्छ अर्थात् फेमस छ भनेर। र हजुरहरू सबैजनाले यसको उत्तर दिइसक्नु भएको छ। मेरो मोबाइलको स्क्रिनमा सर्वप्रथम पूजा छेत्रीज्यूको तर्फबाट आएको थियो र फेरि पनि म पूजा छेत्रीज्यूलाई यो 4 नम्बर प्रश्नको विजेता घोषित गर्दछु। पूजा छेत्रीज्यू धेरै धेरै धन्यवाद छ हजुरले फेरि पनि 4 नम्बर प्रश्नको उत्तर सर्वप्रथम पठाएकोमा। र शान्ता गौतमजीले मेरो पहिला भनेर लेख्नु भएको थियो, होइन, यसमा पूजा छेत्रीज्यूको पहिला छ र 2 नम्बरमा जसोदा गौतमज्यूको अनि तेस्रो नम्बरमा हजुरको छ शान्ता गौतमज्यू। मैले यसलाई रि गरेर हेरेँ। र राम दाहाल उपाध्यायज्यू उहाँले राधे राधे गुरुजी भनेर लेख्नु भएको छ, हजुरलाई पनि राधे राधे। र आउनुहोस् अब 5 नम्बर प्रश्न यस प्रकारको छ, हजुरहरूले सुन्नुहोला। मेरो 5 नम्बरको प्रश्न, राधा रानीका माता पिताको नाम के थियो? राधा रानीका माता पिताको नाम के थियो? मेरो 5 नम्बरको प्रश्न हजुरहरूको सामुन्ने। राधा रानीका माता पिताको नाम के थियो? मेरो 5 नम्बरको प्रश्न मैले हजुरहरूको सामुन्ने राखिसकेँ। र आउनुहोस् 5 नम्बरको प्रश्नको पनि उत्तर हजुरहरूले लेख्नु नै हुन्छ भन्ने मलाई विश्वास छ। प्रदीप रिमाल उपाध्यायज्यू उहाँले हेलो भनेर लेख्नु भएको छ, हजुर जय श्रीमन्नारायण, हजुरलाई राधे राधे। र शान्ता गौतमज्यू उहाँले नेटवर्क लाग्छ होला भाइ अलिक भनेर लेख्नु भएको छ। र शान्ता गौतमज्यू उहाँले तर मैले पहिला हालेकी थिएँ भनेर लेख्नुभयो। हजुर हुन सक्छ, अब कसैको त्यो नेटले गर्दाखेरि पहिला हाले पनि अलि पछि भएर आउन सक्दछ। अब मेरो मोबाइलको स्क्रिनमा जसको देखाएको हुन्छ माथि, मैले त उहाँकै नाम लिनु पर्दछ, केही छैन हजुर।
र अगाडि शान्ता गौतमज्यू तिलकराज और व्यास भावाहन के भनेर लेख्नु भएको छ। तिलकराज र विश्वभानु भनेर लेख्नु भएको होला उहाँले। शान्ता गौतमज्यूले र अगाडि जसोदा गौतमज्यू होइन जगन्नाथ खतिवडाज्यू हजुरसँग मेरो पहिला पनि भेट भएको हो भनेर लेख्नु भएको छ। हजुर होला, भेट भएको होला, अवश्यमेव भेट नहुने त कुरो आउँदैन। धेरैसँग भेट हुन्छ, हामी यसरी नै हिँड्ने डुल्ने भएको हुनाले धेरैसँग कहाँ कहाँ भेट हुन्छ, तर अब त्यति धेरै याद पनि रहन्न, हुन सक्छ हजुर कहीँ त अवश्यमेव भेट भयो होला। यो संसारमा, संसार भनेको घुमिरहने र त्यसमा त्यही संसारमा हामी पनि घुमिरहेका हुन्छौँ, अवश्यमेव भेट भयो होला। र शान्ता गौतमज्यू उहाँले विश्वभानु भनेर लेख्नु भएको छ। र पूजा छेत्रीज्यू उहाँले कीर्ति देवी अनि वृषभानु भनेर लेख्नु भएको छ। कीर्ति देवी र वृषभानु भनेर पूजा छेत्रीज्यूले लेख्नु भएको छ। र अगाडि विमल बरालज्यू उहाँले कीर्ति देवी र पिता वृषभानु भनेर लेख्नु भएको छ। सुखदेव सुवेदी विशालज्यू उहाँले वृषभानु र कीर्तिदा भनेर लेख्नु भएको छ। लता गौतम भण्डारीज्यू उहाँले कीर्तिदा र वृषभानु भनेर लेख्नु भएको छ। सरस्वती ढकालज्यू हजुरलाई धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। अलिकति रह्यो भने कहाँ माथि पुगिहाल्छ, सही 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 सरेर फेरि त्यसलाई खोज्न अप्ठ्यारै हुँदो रहेछ। र शान्तिराम पोखरेलज्यू उहाँले कीर्ति देवी वृषभानु भनेर लेख्नु भएको छ। पण्डित विष्णु प्रसादज्यू हजुरलाई धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। र उहाँले अगाडि गोकुल दाहालज्यू उहाँले वृषभानु राम कीर्तिदा भनेर लेख्नु भएको छ। पण्डित विष्णु प्रसाद उहाँले जय हो भनेर लेख्नु भएको छ। हजुरको पनि जय जय हो। र रमेन्द्र कश्यपज्यू हजुरलाई पनि धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। गोविन्द नेपालज्यू हजुरलाई पनि धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। र पण्डित विष्णु प्रसादज्यू उहाँले यस्तो कुन चाहिँ हो हामीहरूले किनेर ल्याउँछौँ तर ल्याएर पकाएर फ्याँक्छौँ भनेर लेख्नु भएको छ। हजुरहरू कसैले पण्डित विष्णुज्यूको उत्तर दिनुहुन्छ भने दिनुहोला। कोही पण्डित विष्णुज्यूलाई टेक गरेर उहाँको उत्तर दिन सक्नुहुन्छ। उहाँले लेख्नु भएको छ यस्तो कुन चाहिँ चिज हो जो हामी किनेर ल्याउँछौँ तर पकाएर फ्याँक्छौँ भनेर लेख्नु भएको छ। र विमल बरालज्यू उहाँले गुरुजीको मुस्कान राम्रो छ भनेर लेख्नु भएको छ। हजुर मेरो मुस्कान यति राम्रो छ त? हजुरलाई धेरै धेरै धन्यवाद छ। मेरो मुखमा मुस्कान ल्याइदिएको हुनाले हजुरको यो शब्दले नआएको मुस्कान पनि अवश्य निस्केर आयो र हजुरलाई धेरै धेरै धन्यवाद छ। दीपक तुलसा उपाध्यायज्यू उहाँले पूजा छेत्री बहुत तेज हुनुहुन्छ भनेर लेख्नु भएको छ। हजुर पूजा छेत्रीज्यू साँच्चैकै बहुत तेजी हुनुहुँदो रहेछ, थाहा थिएन मलाई पनि।
बल्ल हिजोबाट उहाँ जोडिनु भएको छ र हिजोबाट मलाई पनि लाग्यो कि पूजा छेत्रीज्यू निकै तेजिली हुनुहुँदो रहेछ भन्ने कुरो चाहिँ मलाई पनि थाहा भयो। उहाँको घरमा धेरैचोटि गइयो तर उहाँ यति तेजिलो हुनुहुन्थ्यो जस्तो लागेको थिएन। हातमा मोबाइल हुँदा त साह्रै तेजिली हुनुहुँदो रहेछ पूजा छेत्रीज्यू। केही छैन, उहाँलाई धेरै धेरै धन्यवाद छ पूजा छेत्रीज्यूलाई। र हेर्नुहोस् पूजा छेत्रीज्यू हजुरको बढाइ पनि यहाँ दीपक तुलसा उपाध्यायज्यूले पनि गरिसक्नु भएको छ। र सुरज छेत्रीज्यू उहाँले चायपत्ती भनेर लेख्नु भएको छ र यो पण्डित विष्णु उपाध्यायज्यूको प्रश्नको उत्तर सुरज छेत्रीज्यूले दिइसक्नु भएको छ चायपत्ती भनेर। जुन हामीहरूले बजारदेखि ल्याउँछौँ तर पकाएर त्यसलाई फ्याँक्छौँ, किनभने चायपत्ती पकाएर खाइँदैन, चायपत्ती छानेर चायपत्ती फ्याँकिन्छ। र सुरज छेत्रीज्यूले उहाँको सही उत्तर दिइसक्नु भएको छ पण्डित विष्णुज्यूलाई। र विष्णुज्यू हजुरको उत्तर सही हो कि होइन हजुरले पनि सुरज छेत्रीज्यूलाई कमेन्ट गरिदिनु होला। दीपक तुलसा उपाध्यायज्यू उहाँले तेजपात भनेर लेख्नु भएको छ र विमल बरालज्यू उहाँले पण्डित विष्णुजीको एन्सर चायपत्ती र तेजपात भनेर लेख्नु भएको छ। पण्डित विष्णुजी हजुरले ध्यान दिनु होला, हजुरको प्रश्नको धेरै उत्तर आइसकेका छन्, किनभने चायपत्ती पनि हुन्छ र तेजपात पनि हुन्छ। हामीहरूले तेजपात पनि चायमा या सब्जीमा हाल्यो भने फ्याँकिन्छ, मसलामा धुलो पारेको छ भने मात्रै खाइन्छ, नभए त्यसलाई पनि फ्याँकिन्छ, खाइँदैन। र साथमा चायपत्तीलाई पनि खाइँदैन, फ्याँकिन्छ पकाएर। र अरुण नेपालज्यू हजुरलाई धेरै धेरै स्वागत छ। अरुण नेपालज्यूले नमस्कार भनेर लेख्नु भएको छ, हजुरलाई पनि धेरै धेरै नमस्कार र राधे राधे, जय श्रीमन्नारायण। उहाँले फेरि अरुण नेपालज्यूले राधे राधे भनेर लेख्नु भएको छ, हजुरलाई पनि राधे राधे गर्दछु। र पूजा छेत्रीज्यू उहाँले धन्यवाद हजुरहरूलाई भनेर लेख्नु भएको छ। हजुरलाई पनि धेरै धेरै धन्यवाद छ, यति तेजिली हुनुहुँदो रहेछ हजुर। र ठिक छ, आउनुहोस् अब 5 नम्बरको प्रश्न मैले यस प्रकारको राखेको थिएँ, राधा रानीका माता पिताको नाम के थियो भनेर। र यसमा हजुरहरू सबैजनाले उत्तर दिइसक्नु भएको छ। र मेरो मोबाइलको स्क्रिनमा सर्वप्रथम पूजा छेत्रीज्यूको तर्फबाट आएको छ श्रुत कीर्ति र वृषभानु भनेर। र फेरि पनि यो 5 नम्बर प्रश्नको विजेता पूजा छेत्री हुनुभएको छ। पूजा छेत्रीज्यूलाई धेरै धेरै धन्यवाद छ मेरो 5 नम्बर प्रश्नको पनि सर्वप्रथम उत्तर दिएकोमा। र पण्डित विष्णु प्रसादज्यू उहाँले हो गुरुज्यू हो चापत्ती नै हो भनेर लेख्नु भएको छ। हजुर चापत्ती र तेजपात दुइटै हो है, चायपत्ती पनि हो र तेजपात पनि हो, दुइटै हामीहरूले फ्याँक्छौँ नखाइकन। खाना ल्याउँछौँ बजारदेखि किनेर पकाउँछौँ पनि तर त्यसलाई खान्न पनि फ्याँकिदिन्छौँ। र यसमा चायपत्ती र तेजपात दुइटै सही हो। सुखदेव सुवेदी विशालज्यू उहाँले जय हो भनेर लेख्नु भएको छ, हजुर जय श्रीमन्नारायण। र आउनुहोस् अब 6 नम्बर प्रश्नतर्फ हामीहरू लागौँ। मेरो 6 नम्बरको प्रश्न यस प्रकारको छ, भगवान कृष्णजीको बाँसुरी कुन ऋषिको हड्डीले बनाएको थियो? भगवान कृष्णजीको बाँसुरी कुन ऋषिको हड्डीले बनाएको थियो? मेरो 6 नम्बरको प्रश्न, भगवान कृष्णजीको बाँसुरी कुन ऋषिको हड्डीले बनाएको थियो? मेरो 6 नम्बरको प्रश्न यस प्रकारको छ हजुरहरूको सामुन्ने। गोपाल प्रियंका उपाध्यायज्यू उहाँले राधे राधे लेख्नु भएको छ, हजुरलाई पनि राधे राधे, जय श्रीमन्नारायण, जय श्रीमन्नारायण। र मैले 6 नम्बर प्रश्न हजुरहरूको सामुन्ने राखिसकेको छु कि भगवान कृष्णजीको बाँसुरी कुन ऋषिको हड्डीले बनाएको थियो? शान्ता गौतमज्यूले महर्षि दधीची भनेर लेख्नु भएको छ। र अगाडि विमल बरालज्यू उहाँले
दधिची ऋषि भनेर लेख्नु भएको छ। जसोदा गौतमज्यू उहाँले दधिची भनेर लेख्नु भएको छ र शान्तिराम पोखरेलज्यू उहाँले दधिची भनेर लेख्नु भएको छ। अरुण नेपालज्यू उहाँले सुन्दर लाइभ भनेर लेख्नु भएको छ हजुर। र पण्डित विष्णु प्रसाद उपाध्यायज्यू उहाँले दधिची ऋषिको हड्डी भनेर लेख्नु भएको छ। शान्तिराम पोखरेलज्यू उहाँले दधिची भनेर लेख्नु भएको छ। डीएम देवी पराशर उहाँले महर्षि दधिची भनेर लेख्नु भएको छ। र पूजा देवी अधिकारीज्यू हजुरलाई, पुष्पा देवी अधिकारीज्यू हजुरलाई पनि धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। हजुर पनि आज पहिलो दिन जोडिएको जस्तो लाग्यो मलाई र धेरै धेरै स्वागत गर्दछु। अगाडि जसोदा गौतमज्यू उहाँले बासाको होइन र भनेर, बाँसको होइन र भनेर लेख्नु भएको छ। र दीपक तुलसा उपाध्यायज्यू उहाँले दधिची मुनि भनेर लेख्नु भएको छ। पूजा छेत्रीज्यू उहाँले ऋषि दधिची भनेर लेख्नु भएको छ। गोकुल दाहालज्यू खोइ हो थाहा भएन भनेर लेख्नु भएको छ। र विमल बरालज्यू भगवान शिवजीले दधिची ऋषिको हड्डीले बनाएर श्री कृष्णलाई उपहार दिनु भएको थियो भनेर लेख्नु भएको छ विमल बरालज्यूले। र अगाडि पण्डित विष्णु प्रसादज्यू उहाँले सब गुगल बाबा जिन्दाबाद भनेर लेख्नु भएको छ। र लता गौतम भण्डारीज्यू उहाँले महर्षि दधिची भनेर लेख्नु भएको छ। शिव पराजुलीज्यू हजुरलाई धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। र गोपाल प्रियङ्का उपाध्यायज्यू उहाँले म पनि आज फास्ट चोटि आएको भनेर लेख्नु भएको छ हजुर। हजुरलाई पनि धेरै धेरै धन्यवाद छ। हजुर आज फास्ट चोटि मेरो यो लाइभ फेसबुक कार्यक्रममा आइदिएको हुनाले र फास्ट चोटि नभएर यसलाई हजुरले कन्टिन्यू गर्नुहोला भन्ने म यही चाहन्छु। र आउनुहोस् अब 6 नम्बर प्रश्न मेरो यस प्रकारको थियो हजुरहरूको सामुन्ने कि भगवान श्री कृष्णजीको बाँसुरी कुन ऋषिको हड्डीले बनाएको थियो भनेर। र यसमा मेरो यो प्रश्नको उत्तर हजुरहरू सबैजनाले सही उत्तर पठाइसक्नु भएको छ। र मेरो मोबाइलको स्क्रिनमा सर्वप्रथम शान्ता गौतमज्यूको तर्फबाट आएको थियो। उहाँले महर्षि दधिची भनेर लेख्नु भएको थियो। र म फेरि पनि शान्ता गौतमज्यूलाई 6 नम्बर प्रश्नको विजेता घोषित गर्दछु र हजुरलाई फेरि पनि मेरो 6 नम्बर प्रश्नको उत्तर दिएकोमा धेरै धेरै धन्यवाद गर्दछु शान्ता गौतमज्यू। र आउनुहोस् अब 7 नम्बर प्रश्न। अब मेरो जीके प्रश्न छन् है। 7 नम्बर प्रश्न जीके तर्फ म गएको छु। र पहिलो प्रश्न सुन्नुहोला, यस प्रकारको छ। विश्वमा सबैभन्दा पहिला परमाणु बम कुन देशमा झरेको थियो? विश्वमा सबैभन्दा पहिला परमाणु बम कुन देशमा झरेको थियो? मेरो 7 नम्बरको प्रश्न, विश्वमा सबैभन्दा पहिला परमाणु बम कुन देशमा झरेको थियो? मेरो यो 7 नम्बरको प्रश्न हजुरहरूको सामुन्ने। बालाकृष्ण शर्माज्यू हजुरलाई पनि धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। र सुरज छेत्रीज्यू उहाँले महाभारतको युद्ध साँचो बिना छल कसले देख्नु भएको थियो भनेर उहाँले लेख्नु भएको छ। र पूजा छेत्रीज्यू उहाँले जापान भनेर लेख्नु भएको छ पूजा छेत्रीज्यूले। अनि अगाडि भुवन पौडेलज्यू उहाँले पनि जापान भनेर लेख्नु भएको छ। र शान्ता गौतमज्यू उहाँले पनि जापान भनेर लेख्नु भएको छ। विमल बरालज्यू उहाँले पनि जापान भनेर लेख्नु भएको छ।
र लता गौतम भण्डारीज्यू उहाँले पनि जापान भनेर लेख्नु भएको छ। गोपाल प्रियंका उपाध्यायज्यू उहाँले पनि जापान भनेर लेख्नु भएको छ। गोकुल दाहालज्यू उहाँले पनि जापान भनेर लेख्नु भएको छ। जसोदा गौतमज्यू उहाँले पनि जापान भनेर लेख्नु भएको छ। अरुण नेपालज्यू उहाँले चाइनामा भनेर लेख्नु भएको छ। अनि अगाडि शान्तिराम पोखरेलज्यू उहाँले जापान भनेर लेख्नु भएको छ। विमल बरालज्यू उहाँले 6/8/1945 मा अमेरिकाले जापानमा हिरोशिमा पर परमाणु बम गिराएको थियो भनेर लेख्नु भएको छ। र हजुरलाई धेरै धेरै धन्यवाद छ विमल बरालज्यू। दीपक तुलसा उपाध्यायज्यू उहाँले पनि जापान भनेर लेख्नु भएको छ। र पुष्पा देवी अधिकारीज्यू उहाँले राधे राधे भाइ जापान भनेर लेख्नु भएको छ। हजुरलाई पनि राधे राधे छ। र अतिराज सापकोटाज्यू उहाँले पनि जापान भनेर लेख्नु भएको छ। दीपक खतिवडा मनोहरज्यू हजुरलाई धेरै धेरै स्वागत छ। र आउनुहोस्, मेरो 7 नम्बरको प्रश्न यस प्रकारको थियो हजुरहरूको सामुन्ने कि विश्वमा सबैभन्दा पहिला परमाणु बम कुन देशमा झारेको थियो भनेर। र यसमा हजुरहरू सबैजनाले यसको सही उत्तर लेखिसक्नु भएको छ। र सर्वप्रथम मेरो मोबाइलको स्क्रिनमा पूजा छेत्रीज्यूको तर्फबाट आएको थियो जापान भनेर। र फेरि पनि म पूजा छेत्रीज्यूलाई धेरै धेरै बधाई दिदछु उहाँले 7 नम्बर प्रश्नको पनि सर्वप्रथम उत्तर लेखेर पठाउनु भएकोमा। र आज त 2 जनाले मात्रै नाम लेख्नु भएको छ, पूजा छेत्रीज्यू र शान्ता गौतमज्यू। 2 जनाको मात्रै नाम लेखिएको छ पहिला उत्तर दिनेमा। र केही छैन, आउनुहोस् अब 8 नम्बरको प्रश्न। भारतमा ज्यादातर फिल्म कुन बार रिलिज हुन्छ? मेरो 8 नम्बर प्रश्न हजुरहरूको सामुन्ने, भारतमा ज्यादातर फिल्म कुन बारमा रिलिज हुन्छ? यी जीके प्रश्न हुन् मेरा। र मैले 8 नम्बर प्रश्न हजुरहरूको सामुन्ने यस प्रकारको राखेँ कि भारतमा ज्यादातर फिल्म कुन बारमा रिलिज हुन्छ भनेर मैले 8 नम्बर प्रश्न हजुरहरूको सामुन्ने राखिसकेको छु। कमल आचार्यज्यू हजुरलाई धेरै धेरै स्वागत छ मेरो यो जीके गाउँ खाने कथा धर्ममूलक कार्यक्रममा। र भुवन पौडेलज्यू रिजेक्ट गर्न आग्रह गर्दैछु। हजुर के को रिजेक्ट गर्न आग्रह गर्नुभएको बुझिनँ मैले अलिक। र पूजा छेत्रीज्यू फ्राइडे भनेर लेख्नु भएको छ। उहाँले पूजा छेत्रीज्यूले फ्राइडे भनेर लेख्नु भएको छ। र अगाडि भुवन पौडेलज्यू उहाँले विमल बरालज्यू उहाँले फ्राइडे भनेर लेख्नु भएको छ। भुवन पौडेलज्यू उहाँले शुक्रबार भनेर लेख्नु भएको छ। र शान्ता गौतमज्यू उहाँले फ्राइडे भनेर लेख्नु भएको छ। गोकुल दाहालज्यू उहाँले शुक्रबार भनेर लेख्नु भएको छ। लता गौतम भण्डारीज्यू उहाँले फ्राइडे भनेर लेख्नु भएको छ। भुवन पौडेलज्यू उहाँले 7 नंबर को रिजेक्ट कर देने वाला 7 नंबर को के थियो मेरो? विश्वमा सबैभन्दा पहिला परमाणु बम कुन देशमा झरेको थियो भनेर मैले सोधेको थिएँ। 7 नंबर कसरी रिजेक्ट हजुरले के भन्नुभएको अलि बुझ्न सकिनँ मैले। र अगाडि दीपक तुलसा उपाध्यायज्यू 7 days भनेर उहाँले लेख्नु भएको छ। र अरुण नेपालज्यू उहाँले आइतबार भनेर लेख्नु भएको छ। र शान्ता हो
शान्तिराम पोखरेलज्यू उहाँले शुक्रबार भनेर लेख्नु भएको छ। शान्तिराम पोखरेलज्यू उहाँले मुम्बई भनेर लेख्नु भएको छ र पुष्पा देवी अधिकारीज्यू फ्राइडे भनेर लेख्नु भएको छ। चन्दन आचार्यज्यू हजुरलाई धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। चन्दन आचार्यज्यूले राधे राधे जी भनेर लेख्नु भएको छ, हजुरलाई पनि राधे राधे, जय श्रीमन्नारायण। मोहन शर्माज्यू हजुरलाई पनि धेरै धेरै स्वागत गर्दछु मेरो यो कार्यक्रममा र मोहन शर्माज्यूले एउटा देरी भयो गुरुजी भनेर लेख्नु भएको छ र भुवन पौडेलज्यू उहाँले रिजेक्ट गरिदिनु होला भनेर। अच्छा, यो 7 नम्बर प्रश्न हजुरले रिजेक्ट गरिदिनु भनेर लेख्नु भएको होला। ठिक छ, म 7 नम्बर प्रश्न रिजेक्ट गरिदिन्छु, केही छैन। र अगाडि अब कारण के हो त्यो त हजुर नै जान्नुहुन्छ, मलाई कारण थाहा थिएन। मैले प्रश्न खोज्दै जाँदाखेरि यस्तो प्रकारको प्रश्न भेट्टाएँ र मैले यो प्रश्न पनि यहाँ राखेँ। र अगाडि विमल बरालज्यू उहाँले भन्नुभएको कि एन्सर फेरि हेरिदिनु, हरे उहाँको पहिलो छ। अच्छा, ठिक छ, म हेर्दैछु। मेरो 7 नम्बर प्रश्न थियो विश्वमा सबैभन्दा पहिला परमाणु बम कुन देशमा झरेको थियो भनेर। जापान पूजा छेत्रीज्यू, विमल बरालज्यू, सुन्दर लाइभ, त्योभन्दा माथि सुरज छेत्रीज्यू, भुवन पौडेलज्यू हजुरको 2 नम्बरमा रहेछ। मेरो यहाँ मेरो मोबाइलको स्क्रिनमा हजुरले लेखेको 2 नम्बरमा आएको छ र पहिलो नम्बरमा पूजा छेत्रीज्यूकै छ। र मोहन शर्माज्यू उहाँले प्रश्न के थियो गुरुजी भनेर लेख्नुभयो। र 8 नम्बर प्रश्न मेरो यस प्रकारको थियो, भारतमा ज्यादातर फिल्म कुन बारमा रिलिज हुन्छ भनेर 8 नम्बर प्रश्न मैले राखेको थिएँ। र भुवन पोखरेलज्यू उहाँले रिजा गरिदिनु होला मैले भनेर लेख्नु भएको छ। र अगाडि हुनुहुन्छ सुरेश ओझाज्यू, म त भर्खर आएँ भनेर लेख्नु भएको छ। हजुर ठिकै छ, हजुर भर्खरै आउनु भएछ, केही छैन। र सुरेश ओझाज्यू उहाँ पनि हेर्दै हुनुहुन्छ, हजुरलाई धेरै धेरै स्वागत गर्दछु म मेरो यो कार्यक्रममा। र विमल बरालज्यू उहाँले भुवनजीले त्यही भन्नुभएको भनेर लेख्नु भएको छ। मोहन शर्माज्यू उहाँले शनिबार गुरुजी भनेर लेख्नु भएको छ। र भुवनज्यूले ठिक है गुरुजी भनेर लेख्नुभयो। र आउनुहोस्, अब 8 नम्बरको प्रश्न मैले यस प्रकारको राखेको थिएँ कि भारतमा ज्यादातर फिल्म कुन बार रिलिज हुन्छ भनेर। र यसमा सर्वप्रथम मेरो मोबाइलको स्क्रिनमा पूजा छेत्रीज्यूको तर्फबाट आएको थियो फ्राइडे भनेर। र म फेरि पनि पूजा छेत्रीज्यूलाई 8 नम्बर प्रश्नको विजेता घोषित गर्दछु। र आउनुहोस्, अब 9 नम्बर प्रश्न हजुरहरूको सामुन्ने। भारतमा कलर टिभी कुन सनमा सुरुवात भएको थियो? भारतमा कलर टिभी कुन सनमा सुरुवात भएको थियो? मेरो 9 नम्बरको प्रश्न यस प्रकारको छ कि भारतमा कलर टिभी कुन सनमा सुरुवात भएको थियो? र आज अलि लामो भयो कि क्या हो? ठिकै छ, 9 नम्बर भयो। अब एउटै प्रश्न छ, 10 बज्न लाग्यो।
केही छैन, 1 घण्टा हुँदैछ। मेरो यो कार्यक्रम 1 घण्टाको चल्दछ र हजुरहरू सबैजना यसरी नै साथ दिनुहोला, सबैजना जोडिदिनु होला, यही चाहन्छु। र हजुरहरूले लाइक कमेन्ट सेयर पनि गरिदिनु होला, सकेसम्म मेरो हौसलालाई अघि बढाइदिनु होला भन्दै म हजुरहरू सबैसँग विनम्र आग्रह गर्दछु। र मैले 9 नम्बरको प्रश्न हजुरहरूको सामुन्ने राखिसकेको छु कि भारतमा कलर टिभी कुन सनमा सुरुवात भएको थियो भनेर। र शान्ता गौतमज्यू उहाँले 1982 भनेर लेख्नु भएको छ। विमल बरालज्यू उहाँले 1982 भनेर, पूजा छेत्रीज्यू उहाँले 25 अप्रिल 1982 भनेर, र अगाडि सुरेश ओझाज्यू उहाँले सन् 1982 भनेर लेख्नु भएको छ। अतिराज सापकोटाज्यू उहाँले 1990 भनेर लेख्नु भएको छ। मोहन शर्माज्यू उहाँले 1989 भनेर लेख्नु भएको छ। दीपक तुलसा उपाध्यायज्यू उहाँले 1959 भनेर लेख्नु भएको छ। लता गौतम भण्डारीज्यू उहाँले 1982 भनेर लेख्नु भएको छ। र शान्तिराम पोखरेलज्यू उहाँले 1982 भनेर लेख्नु भएको छ। कुमार आचार्यज्यू उहाँले 1982 भनेर लेख्नु भएको छ। भुवन पौडेलज्यू उहाँले 1960 भनेर लेख्नु भएको छ। र पुष्पा देवी अधिकारीज्यू उहाँले 1982 भनेर लेख्नु भएको छ। मेरो 9 नम्बरको प्रश्न यस प्रकारको थियो हजुरहरूको सामुन्ने कि भारतमा कलर टिभी कुन सनमा सुरुवात भएको थियो भनेर मैले 9 नम्बर प्रश्न हजुरहरूको सामुन्ने राखिसकेको छु। र अगाडि दीपक तुलसा उपाध्यायज्यू उहाँले 1982 भनेर लेख्नु भएको छ। विमल बरालज्यू उहाँले 25/4/1982 दुर्दशाले गरेको थियो भनेर लेख्नु भएको छ। र हजुरहरू सबैजनाले मेरो 9 नम्बरको प्रश्नको उत्तर लेखिसक्नु भएको छ। र मेरो मोबाइलको स्क्रिनमा सर्वप्रथम शान्ता गौतमजीको तर्फबाट आएको थियो, उहाँले 1982 भनेर लेख्नु भएको थियो। र 1982 मा कलर टिभी भारतमा कलर टिभी को सुरुवात भएको थियो 1982। र यसको उत्तर सर्वप्रथम शान्ता गौतमज्यूले दिनुभएको थियो। र फेरि पनि म शान्ता गौतमज्यूलाई धेरै धेरै धन्यवाद गर्दछु। र आउनुहोस् अब 10 नम्बर प्रश्न म हजुरहरूको सामुन्ने राख्न गइरहेको छु। र भारतको राष्ट्रिय फलको नाम के हो? भारतको राष्ट्रिय फलको नाम के हो? मेरो 10 नम्बरको प्रश्न हजुरहरूको सामने यस प्रकार छ कि भारतको राष्ट्रिय फलको नाम के हो? विमल बरालज्यू उहाँले आम भनेर लेख्नु भएको छ। हरिकृष्ण अधिकारीज्यू हजुरलाई धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। र मोहन शर्माज्यू उहाँले एप्पल भनेर लेख्नु भएको छ। पूजा छेत्रीज्यू उहाँले म्याङ्गो भनेर लेख्नु भएको छ। शान्तिराम पोखरेलज्यू उहाँले आम भनेर लेख्नु भएको छ। गोकुल दाहालज्यू उहाँले आम भनेर लेख्नु भएको छ। शान्ता गौतमज्यू उहाँले पनि आम भनेर लेख्नु भएको छ। र सुरेश ओझाज्यू उहाँले आँप भनेर लेख्नु भएको छ। हरिकृष्ण अधिकारीज्यू उहाँले म्याङ्गो भनेर लेख्नु भएको छ। दीपक तुलसा उपाध्यायज्यू उहाँले काजी निबु निमु काजी निमु भनेर लेख्नु भएको छ। काजी निमु चाहिँ आसामको फलमा गनिन्छ हजुर, आसामको चाहिँ काजी निमु है। र अगाडि उहाँ भुवन पौडेलज्यू उहाँले आम भनेर लेख्नु भएको छ, आम भनेर। र लता गौतम भण्डारीज्यू उहाँले म्याङ्गो भनेर लेख्नु भएको छ।
अतिराज सापकोटाज्यू उहाँले आँप भनेर लेख्नु भएको छ र मेरो 10 नम्बरको प्रश्न यस प्रकारको थियो कि भारतको राष्ट्रिय फलको नाम के हो भनेर। मैले 10 नम्बरको प्रश्न हजुरहरूको सामुन्ने राखेको छु कि भारतको राष्ट्रिय फलको नाम के हो भनेर। र पुष्पा देवी अधिकारीज्यू उहाँले मैंगो भनेर लेख्नु भएको छ। भरत वाग्लेज्यू उहाँले आम भनेर लेख्नु भएको छ। र हजुरहरू सबैजनाले मेरो 10 नम्बरको प्रश्नको उत्तर लेखिसक्नु भएको छ। र 10 नम्बर प्रश्न मेरो यस प्रकारको थियो कि भारतको राष्ट्रिय फलको नाम के हो भनेर। र मेरो मोबाइलको स्क्रिनमा आएको हिसाबमा सर्वप्रथम विमल बराइलज्यूको तर्फबाट आएको छ। उहाँले मैंगो भनेर लेख्नु भएको थियो, न आम भनेर के लेख्नु भएको थियो। सर्वप्रथम विमल बराइलज्यू आम भनेर लेख्नु भएको थियो विमल बराइलज्यूले। र मेरो 10 नम्बरको विजेता सर्वप्रथम यहाँ मोबाइल मेरो स्क्रिनमा आएको हिसाबमा म विमल बराइलज्यूको आएको थियो। र 10 नम्बरको प्रश्नको विजेता विमल बराइलज्यू हुनुहुन्छ। हजुरलाई धेरै 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 धन्यवाद छ विमल बराइलज्यू। र अगाडि सुरेश ओझाज्यू उहाँले सर यो भाषाको समस्याले त केही फरक पर्दैन नि भनेर लेख्नु भएको छ। हजुर कस्तो भाषाको समस्या? अब हामी आसाममा बसेको आसामिस, नेपाली र इङ्ग्लिस सबै मिक्स हुन्छ हाम्रो भाषामा, त फरक किन पर्थ्यो होला र? आम मैंगो भरिसके। अब मैले भारतको फल भनेको ठाउँमा चाहिँ मैंगो नभएर आम लेख्दा साह्रै राम्रो हुन्थ्यो। तर के गर्नु, मैंगो अब अहिले त यस्तो छ कि अहिलेको सिजन पनि मैंगो आँपकै सिजन छ र त्यो खाइराखेको छ, सबैलाई याद आइरहेको छ। र कसैले मैंगो लेख्नुभयो, कसैले आँप लेख्नुभयो। अब भाषामा त्यत्रो गएर त कहाँ सकिन्छ। हजुर केही छैन, तैपनि सुधारेर आफ्नो भाषामा लेख्न सके अझ राम्रो हुन्छ। म पनि यही चाहन्छु। र अगाडि पुरुषोत्तम उपाध्याय गुरुदेव हजुरलाई धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। अन्तिममा भए पनि आज पनि हजुरले मलाई दर्शन दिनुभयो। हजुरको दर्शन पाउन पाइयो र हजुरको दर्शन पाएर अति कृतज्ञ भइएको छ। हजुर यसरी नै दर्शन दिइरहनु होला। दीपक तुलसा उपाध्यायज्यू उहाँले अरु 2 र भनेर लेख्नु भएको छ। अरु 2 र के हो? अरु 2टा प्रश्न भन्नुभएको होला। समय पनि अलिक 10 बजिसकेको छ, सधैँको जस्तो समय भइसकेको छ। र सुरज छेत्रीज्यू उहाँले गुरुजी सबै बाबा गुगलजीको कृपा हो भनेर लेख्नु भएको छ। हजुर अब गुगलजीको कृपा हो कि बा आफूले खोजेर निकाल्नु भएको हो कि त्यो त भन्न सकिन्न। कमसेकम यसैको लागि भए पनि एकछिन गुगलमा गएर खोजेर पनि आफूले कोही बिर्सेको कुरा पनि फेरि आफूले याद गर्नु भनेको चाहिँ सबैभन्दा ठुलो कुरो छ। गुगल बाबा हातामा लिएर पकेटमा राखेर अर्थक हेरिरहनु भन्दा बेला बेला यस्ता यस्ता कुरा खोज्नु पनि राम्रो जस्तो लाग्छ। र गुगल बाबाकै कृपा भए तापनि हामीहरू यसरी बसेर वार्तालाप गर्न पाइएको छ र कतिपय बिर्सेको कुरा या नजानेको कुरा पनि खोज्न पाइएको छ। त्यसैले गुगल बाबालाई पनि धन्यवाद छ। र गुगल बाबा भनेर हजुरले सम्बोधन गरेकोमा हजुरलाई पनि धेरै धेरै धन्यवाद छ। सुरज छेत्रीज्यू, पवन नेउपानेज्यू हजुरलाई पनि धेरै धेरै स्वागत गर्दछु। सुरज छेत्रीज्यू, अघिको मेरो प्रश्नको जवाब के होला भनेर लेख्नुभयो। के प्रश्न थियो हजुरको? हजुरले के बा प्रश्न भन्नुभएको थियो? 1 मिनेट है, खोज्नुपर्छ। सुरुमै थियो। हेर्दा सुरज छेत्रीज्यू अलिक माथि नै छ, माथि नै छ। अरू के गर्नु पर्यो?
हजुर ठिकै छ, मैले अलि भेटिनँ हजुरको प्रश्न, फेरि एकखेप हजुरले दिए पनि हुन्छ, केही छैन। र सुरेश ओझाज्यू सर, यो कार्यक्रममा भूगोलसँग सम्बन्धित प्रश्नहरू पनि सोध्नुहोला आगामी दिनमा भनेर लेख्नु भएको छ। हजुर ठिक छ, सकेसम्म म सोधौँला। 10वटा प्रश्न मैले सोध्ने गरेको छु र यसमा अब गाउँ खाने कथा लगायत जीके अनि धर्ममूलक प्रश्नहरू छन्। र अब हेरौँ, किन विद्यार्थीहरूको लागि पनि राम्रो हुन्छ, हजुरले राम्रो सल्लाह दिनुभएको छ, म विचार गर्दछु, यसमा केही छैन। र अगाडि लता गौतम भण्डारीज्यू, उहाँले सक्यो कि अझै छ भनेर लेख्नु भएको छ। र खाना खानु पर्ने भन्नुभएको छ। हजुर ठिक छ, खाना खाने बेला पनि भइसकेको छ, भोजन गर्ने पनि बेला पनि भइसकेको छ। र यहाँ अघि दुईटा भनेको कसको थियो? दीपक तुलसा उपाध्यायज्यू, उहाँले अरू 2 र भनेर लेख्नु भएको थियो। र ठिक छ, म अझै एउटा प्रश्न हजुरहरूको सामने राख्न गइरहेको छु, अन्तिम प्रश्न। र अन्तिम प्रश्न हजुरहरूको सामने म यस प्रकारको राख्दैछु, यो पनि जीके प्रश्न नै छ, सुन्नुहोला। सूरजमुखी फूल कुन देशको राष्ट्रिय फूल हो? सूरजमुखी कुन देशको राष्ट्रिय फूल हो? मैले 11 नम्बर प्रश्न हजुरहरूको सामने राखेँ कि सूरजमुखी कुन देशको राष्ट्रिय फूल हो भनेर। अन्तिम प्रश्न मेरो। महाभारतको युद्ध के अरे? विनाचल भगवान भए कसले दिएको होला? विनाचल भगवान भए कसले दिएको होला? र अगाडि विमल बराल सुरज छेत्रीज्यूले यो प्रश्न गर्नुभएको छ कि महाभारतको युद्ध बिना छल भएको कसले देख्नु भएको होला भनेर। र सुरज छेत्रीज्यूको हजुरहरूले उत्तर दिनुहोला। सुरज छेत्रीज्यूले यस प्रकारको प्रश्न यहाँ राख्नु भएको छ कि महाभारतको युद्ध बिना छल भएको कसले देख्नु भएको होला भनेर। र हजुरहरूले सुरज छेत्रीज्यूको प्रश्नको उत्तर दिन सक्नुहुनेछ। अब अगाडि विमल बरालज्यू, उहाँले क्वेसन के थियो भनेर लेख्नुभयो। मेरो क्वेसन यस प्रकारको छ कि सूरजमुखी कुन देशको राष्ट्रिय फूल हो? जुन हामी सूरजमुखी फूल भन्छौँ नि, त्यो चाहिँ कुन देशको राष्ट्रिय फूल हो? मेरो 11 नम्बरको प्रश्न यस प्रकारको छ कि सूरजमुखी कुन देशको राष्ट्रिय फूल हो भनेर। र अगाडि अतिराज सापकोटाज्यू, उहाँले भारत भनेर लेख्नु भएको छ। जसोदा गौतमज्यू, उहाँले राजस्थान भनेर लेख्नु भएको छ। लता गौतम भण्डारीज्यू, उहाँले एउटा गाउँ खाने कथा भन्नुभएको छ। र शान्तिराम पोखरेलज्यू, उहाँले युके भनेर लेख्नु भएको छ, युक्रेन भनेर लेख्नु भएको छ। सुरेश ओझाज्यू, उहाँले अर्जेन्टिना भनेर लेख्नु भएको छ। र पूजा छेत्रीज्यू, उहाँले युक्रेन होला भनेर लेख्नु भएको छ। विमल बरालज्यू, उहाँले युक्रेन भनेर लेख्नु भएको छ। शान्ता गौतमज्यू, उहाँले युक्रेन भनेर लेख्नु भएको छ। लता गौतम भण्डारीज्यू, उहाँले पनि युक्रेन भनेर लेख्नु भएको छ।
र संगीता देवीज्यू उहाँले जापान भनेर लेख्नु भएको छ। जसोदा गौतमज्यू उहाँले बरबरी भनेर लेख्नु भएको छ। मोहन शर्माज्यू उहाँले नारद जिल्ला भनेर लेख्नु भएको छ। र अगाडि दीपक तुलसा उपाध्यायज्यू उहाँले अमेरिका भनेर लेख्नु भएको छ। आचार्य कृष्ण उपाध्यायज्यू हजुरलाई पनि धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। र लता गौतम भण्डारीज्यू उहाँले बारबारीले भनेर लेख्नु भएको छ। अच्छा, यो सुरज छेत्रीज्यूको प्रश्नको उत्तर दिँदै हुनुहुन्छ लता गौतमज्यूले बरबरी भनेर, र अघि जसोदा गौतमज्यूले पनि माथि बरबरी भनेर लेख्नुभयो। के लेखेको म बुझेको थिइनँ, बल्ल बुझेँ। सुरज छेत्रीज्यू हजुरको प्रश्नको उत्तर यहाँ आइसकेको छ। बरबरीले देख्नु भएको थियो, महाभारतको युद्धमा छल भएको कसले देख्नु भएको थियो भनेर सुरज छेत्रीज्यूले प्रश्न गर्नुभएको थियो। र त्यो प्रश्नमा बरबरी भनेर हजुरको प्रश्नको उत्तर आइसकेको छ। हो होइन हजुरले भनिदिनु होला सुरज छेत्रीज्यू। मोहन शर्माज्यू उहाँले बेङ्गलोर भनेर लेख्नु भएको छ। अनि दीपक तुलसा उपाध्यायज्यू उहाँले बरबर भनेर लेख्नु भएको छ। विमल बरालज्यू उहाँले सुरज छेत्रीज्यूको प्रश्नलाई टेक गरेर सञ्जय र बरबरीले भनेर लेख्नु भएको छ। सुरज छेत्रीज्यू हेर्नुहोला हजुरको प्रश्नको उत्तर विमल बरालज्यूले टेक गरेर हजुरलाई बताउनु भएको छ सञ्जय र बरबरी भनेर। र अगाडि गोपाल निरौलाज्यू हजुरलाई पनि धेरै धेरै धन्यवाद छ। शान्ता गौतमज्यू उहाँले पनि सुरजज्यूको प्रश्नलाई टेक गरेर सञ्जयजीले पहिला देख्नु भएको थियो भनेर लेख्नु भएको छ। सुरज छेत्रीज्यू सञ्जयले त देख्नु भएको थियो तर दिव्य दृष्टिले हो, एन्सर चाहिँ बरबरी हो। आज हामी खाटू श्याम जी को नामले कहाँ गयो हो फेरि खाटू श्याम जी को नामले पुच्छौं भनेर लेख्नु भएको छ। हजुर बरबरीले देख्नु भएको थियो तर आज हामीहरू खाटू श्याम भनेर उहाँलाई पुच्छौं भनेर उहाँले बताइसक्नु भएको छ सुरज छेत्रीज्यूले। र अगाडि शान्ता गौतमज्यू उहाँले शान्ता गौतमज्यू गुरु जापान अमेरिका राजस्थान सबैतिर पुगी दिनुहुन्छ त 10 बजे राति भनेर। हजुर सबैतिर पुग्नु पर्यो, के गर्नु, विश्व भ्रमण गरिन्छ यही बसी बसी। र हजुरहरूले पनि मेरो साथसाथमा भ्रमण गर्नु भएको छ, केही छैन। 1 घण्टामा हामी सारा विश्व ब्रह्माण्ड भ्रमण गरिसक्यो। महाभारतदेखि लिएर पुराणदेखि लिएर विश्व ब्रह्माण्ड सबै डुलिसक्यौँ हामीहरू 1 घण्टाको भित्रमा। हरिचन्द्र लुइटेलज्यू हजुरलाई पनि धेरै धेरै स्वागत गर्दछु। र विमल बरालज्यू उहाँले तीत सुत्ने बेला विदेश पुर्याइदिनु भयो भनेर लेख्नु भएको छ। र जगन्नाथ खतिवडाज्यू हजुरको नाम थाहा नभएर
खोज्दा खोज्दा कताबाट बल्ल भेटियो हो भनेर लेख्नु भएको छ। हजुर मेरो नाम थाहा नभएर यत्रो खोज्नु पर्यो त हजुरलाई, र अब त भेटाउनु भयो, अब थाहा भयो, नम्बर पनि थाहा भयो होला। हजुरलाई धेरै धेरै धन्यवाद छ र वार्तालाप गरिरहनु होला र मलाई यसरी नै साथ दिइरहनु होला। र अगाडि टिकाराम काफ्लेज्यू, हजुरलाई धेरै धेरै स्वागत छ। लाल खड्काज्यू, हजुरलाई पनि धेरै धेरै स्वागत छ। जगन्नाथ खतिवडाज्यू, हजुरको नाम त सुनेको थिएँ, आज त भेटेर देख्न पाइयो, अब चिनियो है त भनेर लेख्नु भएको छ। हजुरले त मलाई साक्षात देख्नुभयो र चिन्नुभयो। हजुरलाई त मैले हजुरको प्रोफाइल फोटो मात्रै देखेको छु र हजुरले त सायद कहीँ बाहिर भेट्नु भयो भने मलाई अवश्य चिन्नु होला। म चाहिँ चिन्न सक्छु कि सक्दिनँ, सम्झाउनु होला है, लाइफमा भेट भएको थियो भनेर, र म अवश्यमेव चिन्नेछु हजुरलाई। धन्यवाद छ। र आउनुहोस्, अब आजको हाम्रो यो कार्यक्रममा कसले मेरो यो प्रश्नको उत्तर दिनुभयो र एक खेप हामीहरू आजको विजेताको नाम पनि हेर्दै जाउँ। र सर्वप्रथम शान्तिराम पोखरेलज्यू, उहाँले एउटा प्रश्नको उत्तर दिनुभएको छ र विमल बरालज्यू, उहाँले पनि एउटा प्रश्नको उत्तर दिन सफल हुनुभएको छ। अनि शान्ता गौतमज्यू, उहाँले एउटा दुईटा तीनटा प्रश्नको उत्तर दिन सक्षम हुनुभएको छ, सफल हुनुभएको छ। र पूजा छेत्रीज्यू, उहाँले एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा प्रश्नको उत्तर दिनुभएको छ पूजा छेत्रीज्यूले। र आजको विनर हुनुहुन्छ पूजा छेत्रीज्यू, प्रथम विजेता हुनुहुन्छ आजको पूजा छेत्रीज्यू। र पूजा छेत्रीज्यूलाई धेरै 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 धन्यवाद छ। हजुरले 1 2 3 4 5 6वटा प्रश्नको उत्तर दिएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ, प्रथम विजेता भएकोमा। र त्यसरी नै 2 नम्बरमा हुनुहुन्छ शान्ता गौतमज्यू, उहाँले 3वटा प्रश्नको उत्तर दिएर दोस्रो स्थान हासिल गर्नुभएको छ। र 3 नम्बरमा हुनुहुन्छ विमल बरालज्यू र शान्तिराम पोखरेलज्यू, उहाँहरूले एउटा एउटा प्रश्नको उत्तर दिएर आजको विजेता हुनुभएको छ। र आजको रात्रिको रातो चिया पूजा छेत्रीज्यूको तर्फ छ। र पूजा छेत्रीज्यू, आज हजुरले 1 कप रातो चिया पिएर रात्रिमा आरामसँगले विश्राम गर्नुहोला, राम्रो निन्द्रा लिनुहोला। र जगन्नाथ खतिवडाज्यू, उहाँले भुवन पौडेलसँग मेरो राम्ररी परिचय छ भनेर लेख्नु भएको छ। हजुर भुवन पौडेलज्यूसँग अच्छा, हजुरको राम्रो परिचय छ, ठिक छ, उहाँसँग हाम्रो पनि छ। र अगाडि सुरेश ओझाज्यू, अन्तिम प्रश्नको उत्तर खोइ त सर भन्नुभयो। अन्तिम प्रश्नको उत्तर यहाँ मैले भने त सूरजमुखी कुन देशको राष्ट्रिय फूल हो भनेर। र यसमा अच्छा 1 मिनट है, अन्तिम प्रश्नको उत्तर यहाँ मैले लेख्न बिर्सेछु है, 10वटा मात्रै लेखेछु, हेर्दैछु म। अब अर्जेन्टिना, युक्रेन, राजस्थान, भारत, विमल बराल, युक्रेनको हो नि, त विमल बरालज्यूदेखि माथि अरू कोही हुनुहुन्थ्यो कि कता जान्छ विमल बराल, त्यही हो, युक्रेन। शान्तिराम पोखरेल, युक्रेन, विमल बराल त्यहाँदेखि माथि हेर्दै के छ। 1 नम्बर है, म हेर्दैछु। क्वेसन के थियो? अच्छा, क्वेसन के थियो? राजस्थान, शान्तिराम पोखरेल, युक्रेन। अच्छा, शान्तिराम पोखरेलज्यू लेखेको रहेछ त मैले 11 नम्बर भनेर। शान्तिराम पोखरेलज्यूले दिनुभएको थियो सूरजमुखी कुन देशको राष्ट्रिय फूल हो भनेर मैले 11 नम्बर प्रश्न सोधेको थिएँ र त्यसमा युक्रेन भनेर शान्तिराम पोखरेलज्यूले उत्तर दिनुभएको थियो। र अन्तिम प्रश्नको विजेता शान्तिराम पोखरेलज्यू हुनुहुन्छ। र आज
धन्यवाद। लता गौतम भण्डारीज्यू उहाँले कन्ग्रेचुलेसन काकी शान्ता गौतमज्यू भनेर लेख्नु भएको छ र अगाडि शान्तिराम पोखरेलज्यू राधे राधे गुरुजी भनेर लेख्नु भएको छ। हजुरलाई पनि राधे राधे। शान्ता गौतमज्यू उहाँले लता गुरुजी धन्यवाद गुड नाइट भनेर लेख्नु भएको छ। हजुरलाई पनि गुड नाइट शुभरात्रि। र पूजा छेत्रीज्यू उहाँले हुन्छ गुरुजी हजुरलाई पनि धेरै धेरै धन्यवाद छ भनेर लेख्नु भएको छ। ल पूजा छेत्रीज्यू हजुरलाई पनि धेरै धेरै धन्यवाद छ प्रथम विजेता भएको हुँदा। र अगाडि शान्ता गौतमज्यू थ्याङ्क यू छोरी भनेर लेख्नु भएको छ। उहाँले थ्याङ्क यू छोरी भनेर लता गौतम भण्डारीज्यूलाई भन्नुभएको छ। र जसोदा गौतमज्यू धन्यवाद छ शान्तालाई भन्नुभएको छ र उहाँले शान्ताजीलाई पनि धन्यवाद गर्नुभयो। र लता गौतम भण्डारीज्यू उहाँले शुभरात्रि म बर्तन धुन्छु टाटा बाई बाई भन्नुभएको छ। र अगाडि हुनुहुन्छ राधा शर्मा कोइरालाज्यू हजुरलाई धेरै धेरै स्वागत छ मेरो यो कार्यक्रममा। र दीपक तुलसा उपाध्यायज्यू उहाँले गुड नाइट भनेर लेख्नु भएको छ। र यसैको साथसाथमा आजको यो कार्यक्रममा देखि अब म पनि बिदा लिन चाहन्छु। हजुरहरू सबैजना आनन्दसँग रात्रिमा विश्राम गर्नुहोला भगवानको नाम लिँदै लिँदै। र भोलि बिहान सबेरै उठेर आफ्नो दिनभरि नित्य कर्म सबै थोक गरेर बेलुका ठिक 9 बजे हातमा मोबाइल लिएर मेरो यो प्रश्न उत्तर कार्यक्रममा गाउँ खाने कथा भाग 8 मा हजुरहरू जोडिदिनु होला। र तबसम्मको लागि हजुरहरू सबैसँग बिदा चाहन्छु र सबैलाई जय श्रीमन्नारायण सबैलाई राधे राधे भन्दछु र सबैलाई शुभरात्रि भन्दछु। त्यसैको साथसाथमा यहाँ सुरेश ओझाज्यू उहाँले नेपालबाट चाहिँ म राम्रै हो कि अरू पनि हुनुहुन्छ भन्नुभएको छ। म मात्रै हो कि अरू पनि हुनुहुन्छ भन्नुभएको छ। सायद नेपालबाट धेरैजना हुनुहुन्छ हजुर सुरेश ओझाज्यू, अरू पनि हुनुहुन्छ नेपालबाट किनभने हिजो अस्ति पनि जोडिरहनु भएको थियो। र अब कोही दिन कसको कहाँ के काम हुन्छ कहाँ पुग्नुहुन्छ अलि समय पनि नेपालको हिसाबमा अलिक गाउँको जग्गामा अलि ढिलो समय हुन्छ यो किनभने नेपालमा अलिक छिटो सुतिन्छ हाम्रो इन्डियाको जस्तो हुन्न। र अलिक छिटो सुत्ने ठाउँको लागि चाहिँ यो धेरै आधा रातको कार्यक्रम जस्तो लाग्दछ। र हुनुहुन्छ नेपालबाट धेरैजना। जगन्नाथ खतिवडाज्यू कति बजे आउनुहुन्छ हजुर लाइभ भिडियोमा भन्नुभएको छ। म ठिक 9 बजे आउँदछु हजुर। 9 बजे हजुरहरूले हातमा मोबाइल लिएर मेरो यो भीम कोइराला लाइभ हेर्दाखेरि भेटिहाल्नुहुनेछ केही छैन। र अगाडि शान्ता गौतमज्यूले 9 बजे भनेर लेखिदिनु भएको छ। हजुर 9 बजे म आउँदछु ठिक 9 बजे हजुरहरू सबैजना आइदिनु होला सबैजना जोडिदिनु होला र यसरी नै मलाई साथ दिनु होला। र हजुरहरूलाई राम्रो लागे लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। हजुरहरूले सेयर गरेको बावजुद अरू पनि 2-4 जना जोडिन सक्नुहुन्छ भन्दै आज म सबैलाई शुभरात्रि हर हर महादेव जय शम्भु जय श्रीमन्नारायण। भोलि फेरि भेटौँला भगवानले राम्रै राख्नुभयो भने भोलि बेलुकी ठिक 9 बजे हजुरहरूसँग अवश्यमेव भेट होला भन्दै तबसम्मको लागि म सबैसँग बिदा चाहन्छु। शुभरात्रि।